नेपालका पहाडी भूभाग हुन् वा समथर मैदान, सबैतिर महिलाले झिसमिसेदेखि राति अबेरसम्म निरन्तर काममा खट्नुपर्छ। खेतीपाती, घाँस दाउरा, पानी ओसार्ने, भान्साको काम लगायत दैनिक जीवनका सबै काम भ्याउनुपर्छ। उनीहरूले फुर्सद र आराम गर्ने समय नै पाउँदैनन्। तुलनात्मक रूपमा फुर्सदिलो दिनचर्या र राम्रो खानपान भने पुरुषकै भागमा पर्छ। गर्भवती र सुत्केरी अवस्था जस्ता संवेदनशील अवस्थामा पनि महिलाहरू काममा जोतिन बाध्य हुने, तर पोसिलो खाना र आराम नपाउँदा स्वास्थ्य सम्बन्धी समस्या झेल्न बाध्य हुन्छन्। वरिपरिका गाउँबाट यी महिला आफ्नो पीडाको समाधान भेटिएला कि भनेर यहाँ आएका छन्। के समस्या हुन्छ भन्नुभयो आमा? पेट दुख्छ, यति आउँछ। बोलीचालीको भाषामा आङ तल झर्ने समस्यालाई आङ खसेको भन्ने गरिन्छ। समस्या तल्लो पेट दुख्ने अनि काँति झर्ला भन्ने जस्तो हुने, बुझो लाग्थ्यो अनि यस्तो गाँठा टेकेर उम्रिन अलि अप्ठ्यारो हुन्थ्यो, अनि घर लिप्न अप्ठ्यारो हुन्थ्यो, त्यो बुझो लाग्थ्यो। अनि गोड नमेल्न अनि यताउति गर्न अप्ठ्यारो हुन्थ्यो। त्यही भएर टाढा सफरमा हिँड्न मिल्दैन, गर्मी भारी ज्यादा बोकेर हिँड्न मिल्दैन। आङ खस्न सुरु भएपछि यो समस्याले महिलाहरूलाई निरन्तर पीडा दिन्छ। महिला भन्ने चिज साह्रै दुखारी हुने रहेछ। पुरै बाहिरै आउँछ यामा। यो ठाडाकाटालाई कम गरिदिए बेला यताउता बालो नहाल्यो भने बढी घोटी पाक्छ। आङ खसेपछि हुने पीडा शब्दमा वर्णन हुन सक्दैन भन्ने यी महिलाको गहका आँसुले बताउँछन्। महिलामाथि गरिने विभेद र हेला तथा पुरुषलाई महत्त्व दिने सामाजिक संरचनाले गर्दा अन्य विभिन्न समस्यासँगै महिलाले आङ खस्ने समस्या र त्यसले दिने पीडा पनि झेल्न बाध्य छन्। खानामा गर्ने विभेद होला, स्याहारमा गर्ने विभेद होला, शिक्षामा गर्ने विभेद होला, काममा गर्ने विभेद होला। त्यो कारणहरूले गर्दा यो चाहिँ सामाजिक संरचनाको परिणाम हो। जसरी चाहिँ विभेदमा महिलाहरू परिरहेको छ, छोरीहरू परिरहेको छ नि, त्यसको चाहिँ परिणाम हो भनेर, एउटा परिणाम हो भनेर हामी यसलाई लिन सक्छौँ। प्रजनन अङ्गका बारेमा कुराकानी गर्नु लाजको विषय मानिने हुँदा प्रजनन अङ्गमा आएको असहज परिवर्तन खासमा के भएको हो भनी सोधखोज पनि गरिँदैन। त्यस्ता असहजताका बारेमा बेलैमा थाहा नहुँदा आङ तल झर्ने समस्या झन बल्झिने गरेको छ। पहिला यस्तै हो कि पछि ठिक हुन्छ होला, सबैलाई हुन्छ होला, पछि सबैलाई ठिक हुन्छ होला भन्ने सोच भयो। पछि झन् के ठिक हुन्थ्यो, झन् समस्या झन् जटिल भयो। अलिक शरम लाग्यो भन्ने उसो भए दाइलाई पनि थाहा दिनु? मैले थाहा दिनु बस्दै लुगाएँ। शरम लाग्ने यस्तो भयो भने जन्माउने आमालाई पनि शरम नै मैले बताइन। हेला र घृणाको पात्र बन्नुपर्ने डरले महिलाहरू पीडा सहेरै पनि आफ्नो आङ खसेको समस्या कसैलाई भन्दैनन्। त्यही त हो त, गाउँघरमा त्यस्तो भयो, ह्याल गर्ने, अर्काले घृणा गर्ने। त्यो बसी अब कोहीलाई मैले अब आफ्नो कुरा कोहीलाई म भन्दै भनिनँ। आङ तल झर्ने अवस्थालाई 3 चरणमा बाँडिएको छ। यो योनि भयो, यो पाठेघर भयो, अलिकति मात्रै खस्या हुन्छ, यसलाई पहिलो अवस्था भन्छ। अब दोस्रो अवस्थामा के हुन्छ भन्दाखेरि पाठेघर मुखमा आएर बस्छ। तपाईँलाई काम गर्न अप्ठ्यारो हुने, पिसा फेर्न अप्ठ्यारो हुने हुन्छ, यसलाई दोस्रो अवस्था भन्छ, जुन चाहिँ तपाईँको छ। अनि यो तेस्रो अवस्था भन्नाले चाहिँ पाठेघर पुरै बाहिर निस्किन्छ।
पाठेघर योनिभन्दा बाहिर झरिरहेको हुन्छ, त्यसलाई चाहिँ तेस्रो अवस्था भनिन्छ। नेपाल सरकारले आङ खसेका महिलाका लागि निशुल्क शल्यक्रियाको सेवा सूचीकृत भएको सरकारी, गैर सरकारी तथा निजी अस्पतालहरूमा उपलब्ध गराएको छ। अब पाठेघर खसेका महिलाहरू आउनुहुन्छ, अब हामीहरूले विभिन्न अस्पतालहरूमा सेवा दिइरहेको छौँ। अपरेसन हुन्छ, त्यसपछि केही सरसल्लाह दिन्छौँ हामीले हैन। जुनसुकै चरणका आङ खसेको उपचार शल्यक्रिया होइन। आङ खस्न सुरु भएको पहिलो चरणमा घरेलु उपचार तथा व्यायामले नै समस्या समाधान हुन्छ भने दोस्रो तथा प्रारम्भिक तेस्रो चरणमा रिङ पेसरी राख्नुपर्ने हुन्छ। अहिले हुन त तपाईँको अपरेसन गर्ने अवस्थाको छ, तर अहिले सानै उमेरमा अपरेसन गर्यो भने पछि अरू समस्या हुन्छ भनेर तपाईँलाई रिङ प्रेसर राख्यो भने सजिलो हुन्छ है त। अब तपाईँको रिङ प्रेसरले के गर्छ भने भित्र अड्याएर राखिदिन्छ होइन, त्योभन्दा बाहिर अब निस्किन पाउँदैन। तेस्रो चरणमा वा आङ पुरै निस्केको अवस्थामा मात्रै आङ खसेको उपचार शल्यक्रिया हो। तर युवा उमेर र प्रजनन उमेर नसकिँदै शल्यक्रिया गर्दा अन्य स्वास्थ्य समस्या तथा शारीरिक, मानसिक, सामाजिक समस्या आउने सम्भावना हुन्छ। दोस्रो चरण वा तुरुन्तै शल्यक्रिया गर्न आवश्यक नभएको अवस्था तथा शल्यक्रिया गर्न नमिल्ने अवस्थाका समस्यालाई सम्बोधन गर्न सरकारले आवश्यक कार्यक्रम सञ्चालन गरेको पाइँदैन। त्यसैगरी आङ खस्ने जोखिममा भएका किशोरी र महिलाको लागि पनि कुनै कार्यक्रम सञ्चालन भएको पाइँदैन। नेपाल सरकारले आमा र शिशुको स्वास्थ्य जोगाउन सुरक्षित मातृत्व, बाल स्वास्थ्य कार्यक्रमलाई प्राथमिकता दिएर सञ्चालन गर्दै आएको छ। गर्भवती महिला र शिशुलाई लगाइने खोपले लाखौं महिला र शिशुको जीवन रक्षा गरेको छ। मातृ शिशु स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन आफ्नो गाउँठाउँमा खटिएका महिला स्वास्थ्य स्वयंसेविकाको महत्त्वपूर्ण योगदान रहेको छ। यो ब्यागमा तिनै नवजात शिशु र गर्भवतीहरूको सम्बन्धी थाहा छ। हामीलाई तालिम चाहिँ हामीले त गराएको छैन, तर सरहरूले उहाँहरूले हामीलाई दिन्छ किताबमा चाहिँ हामी त्यहाँ चाहिँ चित्र देखेको छौँ अनि यो पाठेघर खसेको भनेर उहाँहरूले त्यो चित्रमा हामी पढेको छौँ, तर यो कुरा हामीलाई तालिम गोष्ठी केही पनि भएको छैन। अब उहाँहरू चाहिँ एकदमै ग्रासरुटमा हुनुहुन्छ, गाउँमा भएको हुनाले प्रत्येक को महिला गर्भवती हुन्छ, को महिला सुत्केरी हुँदैछ भन्ने कुरो उहाँहरूलाई थाहा छ, को महिला बिहा भइरहेछ भन्ने कुरो पनि थाहा हुन्छ। भनेदेखि उहाँहरूलाई यो कुरो चाहिँ शिक्षा त्यहाँ दियो भने, तालिम दियो भनेदेखि उहाँहरूले राम्रैसँग गर्न सक्नुहुन्छ। जसरी चाहिँ उहाँहरूले मातृ मृत्युदर घटाउनु भयो नि, उहाँहरूको ठुलो रोल छ त्यसमा, त्यस्तै कुराले त्यो पनि कामहरू गर्न सक्नुहुन्छ उहाँहरूले। पाका महिलाहरू मात्रै होइन, कलिलो उमेरका महिलाहरू पनि आङ खस्ने समस्या झेलिरहेका छन्। 9 महिनाको बच्चा खस्यो, अहिले 1 वर्ष भयो। त्यहीखेरि अनि चेक गर्दाखेरि पहिलो चरणको छ अनि चेक गर्दा आएपछि शिविर बसेपछि आउनु अनि भन्ने थियो। 14 वर्षको उमेरमा विवाह गरेको, 15 वर्षमा छोरी जन्मेको। पाठेघर दुसरे हल्का आउँछ। यी आमा छोरी दुवैले आङ खस्ने समस्या भोग्न परिरहेको छ। अब नभ्या बेला अब अरूलाई ल्याइदियो भन्दा पनि नमान्ने, अहिले कहीँ अब आफूले पानी पनि लगेर तलमाथि पनि गर्ने, त्यही पनि ओजन पर्यो होला। पानी बोक्ने बेलामा तपाईँको बुझो लागेको जस्तो भयो। चैतमा यो छोरी जन्मी, वैशाखको महिना त्यो पलवे साल एकदम यस्तै हेर्ने बेला माथि यस्तै टोपी खस्ने रुखमा सासुले सिकाइदिनु भयो, यही साल झार भनेर। सालको रुखमा चढ्ने बेला मलाई बाधा परेको छ, सुरली खेल्ने। त्यहाँबाट घर 4-5 भारी भयो त्यो घाँस ओसारे। यस्तै बच्चालाई दुध खुवाउँछु भन्ने बेला त त्यस्तो पो हुन्छ। अब सुत्केरी भयो, केही पहिला केही थिएन। अब नेपालबाट ल्यायो भने केही मट्टितेल बार्ने, नटरी त्यो दाउरा त्यो दियालो राखेरी यस्तै भयो। अब यी उदाहरणले हाम्रो समाजमा महिलाहरूले सन्तान जन्माउँदा आङ झर्ने जोखिम लिन पर्ने अवस्था रहेको सङ्केत गर्दछ।
महिला भएको कारणले बुहारी भएको कारणले घरको काम सक्नै पर्छ, गरुङको काम गर्नै पर्छ, मल बोक्नै पर्छ, घाँस ल्याउनै पर्छ, दाउरा बोक्नै पर्छ। त्यस कारणले गर्भवती हुँदा पनि सुत्केरी हुँदा पनि उहाँहरूलाई चाहिँ स्याहार नपुगेको कारणले पनि त्यो हुन्छ। डेलिभरी भइसकेपछि चाहिँ महिलाहरूलाई 4 दिन 5 दिन भइसकेपछि अब पानी चल्यो भनेपछि अब हाम्रो एउटा संस्कार छ, बुहारीले पानी बोकेर ल्याउनु पऱ्यो, अब खाना तुल्याएर बनाएर यसो त्यसो सबै परिवार खुवाउनु पऱ्यो। अनि त्यो यसो टुक्रो बस्नुपर्ने, बलको काम गर्नुपर्ने, भारी उचाल्नु पर्ने यस्तो यस्तो भएपछि त्यो तपाईँको त्यो समस्या चाहिँ निक्लिएको हो कि सिर्जना भएको हो कि जस्तो लाग्यो। अब त्यो भइसकेपछि पनि महिलाहरू त्यति बेला तपाईँको लुकाएर राख्ने हेर्नुहोस्, थाहा नदिने, जो कि त्यो चाहिँ कस्तो भने त्यो चाहिँ श्रीमानले नै थाहा पाउनु पर्ने विचार त। महिलाले पनि आफ्नो श्रीमानलाई भन्नु पऱ्यो होइन, मलाई यस्तो समस्या छ है भनेर, र फेरि श्रीमानले पनि ओहो यो चाहिँ जटिल कुरो हो भन्ने कुरो सोच्नु पऱ्यो। सुत्केरी भइसकेपछि न्वारान सौरान यताउति भइसकेपछि हामी 10-12 दिन भइसकेपछि हामी एकदम स्वच्छ भइसक्यो जस्तो लाग्दो रहेछ हामीलाई। अनि यो काम पनि हामी गर्न सक्छु भन्दो रहेछ, मन लाग्दो रहेछ, सक्छु जस्तै लाग्दो रहेछ। त्यो काम पनि गरिने, त्यो काम पनि गरिने, सकिने, गर्न सकिने, आफूलाई यस्तो हुन्छ भन्ने ख्याल थिएन। अब सक्छ होला नि भनेर अब पानी उचाल्ने, खाना उचाल्ने, कुडो उचाल्ने, घरको व्यवहार त्यही त हो नि, हरेक गरियो। भारीको काम पनि अब 15-20 दिन महिना दिन जस्तो भइसक्यो, ओरतिर परतिर बोक्ने पनि गरियो। अब त्यस्तो हुन्छ भने हामीलाई थाहा थिएन, अब परिसकेपछि थाहा भयो। अब त्यही ठुल्ठुलो चिजहरू उचाल्न नहुने रहेछ। हामीले फेरि पहिला बच्चामा त अब थाहै नहुने यस्तो हुन्छ भन्ने थाहै भएन। अब पछिल्ला बच्चामा बिग्रिसकेपछि अब जतिसम्म पायो पनि क्या हुन्छ, पहिला शरीर बिग्रेको। कलिलो उमेरमा नै विवाह, थोरै जन्मान्तरमा सन्तान जन्माउनाले तालिम प्राप्त व्यक्तिबाट सुत्केरी नगराउने, सुत्केरी भएको केही समयमा नै यौन सम्पर्क गर्नुपर्ने करकाप, गर्भवती र सुत्केरी अवस्थामा पोसिलो खानाको अभाव तथा कामको बोझ र गरुङ्गा भारी बोक्नुपर्ने बाध्यताले महिलामा आङ खस्ने समस्या बढाइरहेको छ। यसलाई बहुपक्षीय ढङ्गले हेर्नुपर्छ। यसलाई चाहिँ यो स्वास्थ्य अथवा मेडिकलसँग मात्रै जोडिएको छैन, यो कुरा चाहिँ शिक्षासँग पनि जोडिएको छ, महिला अधिकारसँग पनि जोडिएको छ, यो स्रोत पाउने सक्नेसँग पनि जोडिएको छ। र महिलाहरू जो गर्भवती र सुत्केरी हुन्छन् उहाँहरूले चाहिँ आराम पाउनुसँग पनि जोडिएको छ। वातावरणीय कृषि तथा विकास केन्द्र केडले लैङ्गिक विभेदलाई सम्बोधन गर्दै प्रतिकारात्मक रूपमा नै आङ खस्ने समस्याको समाधान खोज्न महिला प्रजनन अधिकार कार्यक्रम 15 वर्षदेखि सञ्चालन गर्दै आएको छ। यो कार्यक्रम अन्तर्गत सुदूर तथा मध्यपश्चिम र पूर्वी तराईका 9 जिल्लामा स्थानीय गैर सरकारी संस्थाहरूसँगको सहकार्यमा महिलाको आङ खस्ने सवालमा विभिन्न क्रियाकलाप गर्दै आएको छ। हामीले खोज्ने भनेको समाधान चाहिँ अब आउँदो पिँढीलाई यो समस्या नहोस् भनेर जति सक्दो चाँडो यो रोकथाममूलक कामहरू गर्नुपर्छ। गाउँघरमा खटिएका तालिम प्राप्त जोडी अभियानकर्ताले प्रजनन स्वास्थ्य अधिकार तथा आङ खस्ने कारण, परिणाम र जोखिमका बारेमा गर्भवती, सुत्केरी, उनीहरूका श्रीमान, नवविवाहित जोडी, आङ खसेका महिलाहरूलाई घर घरमा गएर सचेत बनाउनुका साथै आङ खसेका महिलाको पहिचान गर्ने र उनीहरूलाई परामर्श दिने काम गर्छन्। जोडी अभियानकर्ता नभएका ठाउँमा पहिला आङ खसेर पीडा भोगेका तर शल्यक्रियाबाट पीडामुक्त भएका महिलाहरू पनि स्वयंसेवकको रूपमा सहजकर्ता बनेका छन्। खसवाला समस्या है कहीं हम बात सुन ली यहाँ के ऑपरेशन जना के अपन नेपाल सही बेलामा सही सूचना दियो भने, जस्तै किशोर किशोरीले त्यति बेलादेखि नै यो सूचनाहरू जानकारीहरू पायो भने चाहिँ भोलिको आमा बाउ हुने भनेको उहाँहरू हो। त्यसकारण उहाँहरूले त्यतिकै पनि शिक्षा पाएपछि उहाँले रोकथाम गर्न सक्छ, उहाँहरू सचेत हुन सक्छ। केडले आङ खस्ने समस्याको रोकथाम गर्न किशोर किशोरीलाई सचेत पार्दै सामुदायिक विद्यालय मार्फत किशोरी सशक्तिकरण कार्यक्रम सञ्चालन गरेको छ। तालिममा के विषयमा छलफल गरियौँला त? बाल विवाह, चेलीबेटी बीच जीवन, महिलाका पाटेघर खस्ने समस्याहरूको बारेमा दौतरी शिक्षा भनेको के हो, किशोर अवस्था भनेको के हो, किशोर अवस्थाका
अवस्थामा देखा पर्ने किशोरीहरूका समस्याहरू के हुन्? स्कुलमा पनि पढाउने जुन पाठ्यक्रमहरूमा छ त्योमा पनि राखिनु पर्यो। जसरी अहिले चाहिँ स्टाफ नर्स होला होइन, पब्लिक हेल्थ होला, अनमीको कोर्स, अहेवाको कोर्सहरूमा चाहिँ यो कुराहरू पनि राखिदियो भने स्थानीय तहमा जुन स्वास्थ्य कर्मीहरू हुन्छ उहाँहरूले पनि थाहा पाउनुहुन्छ कि तहमा यो चाहिँ यो कुराहरू हुनु पर्यो। गाउँ गाउँमा घरभेट, समूह छलफल, भिडियो प्रदर्शन, भित्तेचित्र, सडक नाटकको माध्यमबाट महिलाका आङ झर्ने सवालमा सचेत गराउने कार्य पनि केडले गरिरहेको छ। आङ खसेका र खस्ने जोखिममा भएका महिलाहरूलाई सङ्गठित गरी प्रजनन अधिकार मञ्च गठन गरेर मञ्च मार्फत गाउँघरमा महिला तथा प्रजनन अधिकारबारे विभिन्न अभियानका कार्यक्रम सञ्चालन गर्न केडले सहयोग गर्दै आएको छ। पाठ्यघर सम्बन्धी जे रकम छुटियाबके है से छुटिया दीजिए। प्रजनन अधिकार मञ्चले गाउँ विकास समिति तथा जिल्लास्थित सम्बन्धित सरकारी निकाय र राजनैतिक दलहरूलाई महिलाको प्रजनन अधिकार र आङ खस्ने समस्याको समाधानको लागि विभिन्न अभियान, दबाव र पैरवीका कार्य गर्ने गरेको छ। गाउँ विकास समितिमा प्रजनन अधिकार मञ्चले माग गरी छुट्याइएको बजेटबाट विभिन्न सचेतीकरण र अभियानका कार्यक्रमका साथै स्थानीय स्वास्थ्य संस्थामा प्रजनन स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गर्ने गरिएको छ। यस परामर्श केन्द्रको उद्देश्य के हुन्छ भनेपछि महिला यस गाविसमा यस स्वास्थ्य संस्थामा सेवा लिन आएका महिलाहरू पाठ्यघर किन र खस्छ भन्ने विषयमा शिक्षा दिने र दोस्रो र पहिलो चरणको पाठ्यघर खसेका महिलाहरूलाई चाहिँ घरेलु उपचार गराउने सिकाउने र तेस्रो चरणमा खसेको छ भने अपरेसन गर्नको लागि शल्यक्रियाको लागि सुझाव दिने त्यसको उद्देश्य हो। हामीले एक खालको यो सुर्खेत जिल्लामा 9वटा गाविस मात्रैमा छौँ भनेपछि यो समस्या यो जुन अहिले प्रजनन स्वास्थ्यका समस्याहरू भनेको त हाम्रो सुर्खेत जिल्लामा सबै गाविसहरूमा छ भनेपछि यो सबै गाविसमा एउटा अभियानकै रूपमा चलाउनु पर्छ। यसमा चाहिँ अब सरकार अलिकति जिम्मेवार हुनुपर्छ। यो सबै ठाउँमा यो अभियानकै रूपमा चलायो भने चाहिँ महिलाहरूको यो पाठ्यघर खस्ने समस्यामा चाहिँ अलिक कमी हुन्छ होला। आफ्नो कार्यक्षेत्रमा भएका स्वास्थ्य चौकीमा आङ खस्ने समस्याको रोकथाम र उपचारको लागि केडले स्वास्थ्य कर्मीलाई परामर्श तथा रिङ पेसरी राख्ने सिप सिकाउने तालिम सञ्चालन गर्ने गरेको छ। स्थानीय तहमा खटिने जोडी अभियानकर्ता र सहजकर्ताहरूले आङ खस्ने समस्याबाट पीडा भोग्न बाध्य भएका महिलाको पहिचान र आकलन गरेपछि केडले आवश्यक स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्छ। स्वास्थ्य शिविरमा पहिलो चरणको समस्या भएकालाई घरेलु उपचार, व्यायाम र अन्य सतर्कताका उपायहरू सिकाइन्छ। दोस्रो चरणको समस्या भएकाहरूलाई रिङ पेसरी राखिदिने गरिन्छ र तेस्रो चरण अर्थात् आङ पुरै बाहिर निस्किएका महिलाहरूलाई शल्यक्रियाका बारेमा जानकारी दिइन्छ। मान्यता प्राप्त अस्पतालमा ती महिलाको शल्यक्रियाको लागि वातावरण मिलाउन केडले भूमिका खेल्छ। दिदी पहिला अपरेसन गर्नुभएको थियो होइन, अहिले हजुरलाई कस्तो छ भनेर म तपाईँलाई भेट्नु आएको होइन। पहिलाको लागि धेरै अप्ठ्यारो थियो, अहिले मलाई धेरै सहारा छ। त्यो अवस्थाबाट धेरै छुटकारा भइसके। महिलाले त शारीरिक रूपमा त समस्या भोग्छ, तर अरू हिसाबले त पुरुषले पनि समस्या भोगिरहेको हुन्छ। असर त पुरुषलाई पनि गरिरहेको हुन्छ। उहाँलाई आर्थिक हिसाबमा, मानसिक हिसाबमा चाहिँ असर परेको हुन्छ। त्यस कारण एउटा महिलालाई यो असर गर्दाखेरि पुरै परिवारलाई असर गरेको हुन्छ। प्रत्यक्ष रूपमा हेर्दा गर्भवती तथा सुत्केरी अवस्थामा गरौँ काम गर्नै पर्ने बाध्यता र तालिम प्राप्त स्वास्थ्य कर्मीको सहयोगमा बच्चा नजन्माउनु जस्ता कारण आङ खस्ने समस्याको मुख्य कारण हुन्। अब बच्चा पाउने बित्तिकै त्यो समयमा केही महिनासम्म उनलाई चाहिँ गरुङको भारीहरू नबगाएको भए होइन
कपडाहरू धेरै धेरै धुन नपरेको भए सायद यो समस्या आउँथेन कि। गर्भवती र सुत्केरी अवस्थामा पोसिलो खानपान, आराम, हेरचाह आदिले पनि यसलाई प्रभाव पार्दछ। महिलाले यस किसिमको सेवा सुविधा नपाउनु उनीहरूको प्रजनन अधिकारको हनन पनि हो। सरकारले के सोच्नु पर्यो भनेदेखि अरूले सुत्केरी बिदा पाएर त्यो बच्चाको स्याहार गर्न सक्छ, आफ्नो स्याहार गर्न सक्छ भनेदेखि त्यो अरू महिला जसले चाहिँ नगद कमाउँदैन अथवा खेतीबारीमा आफ्नै घरमा काम गर्छन् ती महिलाहरूको पनि त आरामको चाहिँ सुनिश्चितता गर्नु पर्यो नि त, हैन? कसरी गर्ने हो? आङ खस्ने समस्याको उपचार गर्न प्रजनन स्वास्थ्य सेवाका कार्यक्रमले मद्दत गर्छन्। तर महिलामा यो समस्या हुनै नदिन यसका मूल कारणहरू महिला र बालिकामाथि हुने भेदभाव, लैङ्गिक हिंसा, पितृसत्तात्मक सामाजिक संरचनाले महिलामाथि गर्ने व्यवहारको अन्त्य हुनु आवश्यक छ। साथै महिलाका प्रजनन अधिकारको प्रत्याभूति र गरिबीसँग जोडिएको अन्याय पनि सम्बोधन हुनुपर्छ। अन्यथा आङ खस्ने समस्या घट्नुको सट्टा निरन्तर बढिरहनेछ।